कर्णाली प्रदेश सुर्खेत जिल्ला बराहताल गाउँपालिका वडा नम्बर 5 नाउलाकी स्थानीय बासिन्दा हुन् नन्दा परियार। गृहिणीदेखि महिला उद्यमीसम्मको सङ्घर्षको उनको कथा। 2 छोरी, श्रीमान, आमा बुवा र नन्दा गरी उनको घरमा जम्मा 6 जनाको परिवार रहेको छ। उनको घर बड्डीचौरदेखि करिब 3 किलोमिटर माथि नाउला टोलमा रहेको छ। विपन्न परिवारमा हुर्केकी नन्दा दुःख सङ्घर्षको बावजुद आफ्नो पढाइ कक्षा 12 सम्म पुर्याउन सफल भएकी थिइन्। विभिन्न पारिवारिक समस्याहरूका कारणले आफ्नो पढाइलाई अघि बढाउन नसकी नन्दाले सानै उमेरमा विवाह गरेकी थिइन्। कुनै समय आर्थिक समस्याको कारणले रोजगारको अवसरको खोजीमा श्रीमानको साथमा भारतसम्म पुगेकी नन्दा अहिले आफ्नै घरमा बसी महिला उद्यमी बन्न सफल भएकी छिन्। स्थानीय स्तरमा पाइने मौसमी फलफुल र तरकारीको प्रयोगबाट उत्पादन हुने नन्दाको अचारको बजार क्षेत्र विशेष गरी बड्डीचौरको हाट बजार र आसपासका गाउँ बस्तीहरू रहेका छन्। महिलाले घरायसी काम र चुलो चौकोमै सीमित रहने परिपाटी रहेको समाजमा एक महिला उद्यमी बन्न खोज्नु र त्यो तहको निर्णय लिन सक्नु पनि उनको लागि ठूलो चुनौतीको विषय रहेको थियो। यतिका चुनौतीका बावजुद पनि अन्ततः नन्दाले अचार उद्योग गर्ने निर्णय लिएरै छाडिन्। नमस्कार, मेरो नाम नन्दा परियार, बराहताल 5 बड्डीचौर नाउला मेरो घर। म पोषण परियोजनाको सिडिएफ। म पहिला अब यस्तै घरमै बस्थेँ। आजभन्दा 2 वर्ष अगाडिबाट म यो पोषण परियोजनामा आबद्ध भएर सिडिएफ काम गर्दै आउँदाखेरि अनि त्यसपछि त्यही 20 जना सिडिएफ मध्येबाट म उद्यमी छनौट भएँ। अनि उद्यमी छनौट भइसकेपछि मैले 3 दिनको अचारको तालिम गरेँ। तालिम गरे लगतै मलाई आइडी र सुन्दर नेपाल मार्फतबाट तालिम भयो। त्यो तालिम पश्चात सामग्रीहरू अचार बनाउन चाहिने सामग्रीहरू दिनुभयो उहाँबाट संस्थाबाट। अनि त्यही सामग्रीहरू लिएर मैले अचार बनाउने सुरु गरेँ। अहिले मैले मिक्स अचार, अनि अमलाको मात्रै अचार, अनि गाजरको मात्रै, मुलाको, अनि मासुको, चिकन, बक, अनि 2 थरीको अचारहरू बनाएर हाट बजारमा लगेर बिक्री गर्ने गरेको छु। केही अचार घरदेखि पनि बिक्री भइरहेको छ। पहिला अब यत्तिकै बस्दाखेरि अलिकति पनि बच्चा बच्चीहरूलाई खर्च गर्ने पैसाहरू हुन्थेन भने अहिले अब यो अचारहरू बनाएर बेच्दाखेरि महिनामा 5-6 हजार आम्दानी गरेको छु। बच्चा बच्चीको लागि र आफ्नो लागि खर्च केही पैसा आम्दानी भइरहेको छ। पहिला म घरमा यत्तिकै बसिरहेको थिएँ, केही पनि काम गर्ने अवसर पाएको थिएन। अनि त्यसपछि केही काम नहुँदाखेरि अब रोजगारको सिलसिलामा म श्रीमानसँग एकचोटि इन्डिया पनि पुगेँ। इन्डिया पुग्दा पनि अब त्यति राम्रोसँग काम भने जस्तो भएन। त्यसपछि म घर फर्केर आएँ। घर फर्केर आएपछि यत्तिकै बसिरहेको थिएँ, के गर्ने होला, कहाँ गएर के काम गर्ने होला भन्ने जस्तै लागिरहेको थियो। त्यतिकै हुँदाहुँदै मेरो चन्द्रा म्याडमसँग सम्पर्क भयो। चन्द्रा म्यामले मलाई सिडिएफ छनौट गर्नुभयो। अनि सिडिएफ छनौट भइसके पछाडि हाम्रो यो उसमा सुर्खेत जिल्लाबाट 20 जना सिडिएफ थियौँ। 20 जना सिडिएफ मध्येमा म यो उद्यमी छनौट भएँ। उद्यमी छनौट भएपछि अब थुप्रै थियो, त्यसमा पनि के गर्न पाउने भन्ने थियो। अब के गर्दा राम्रो होला भनेर मलाई फेरि अब यहाँ फेरि गाउँघरमा उपलब्ध भएको चिजहरूलाई आफै प्रयोग गरेर प्रशोधन गरेर बिक्री गर्दाखेरि राम्रो हुन्छ होला। यहाँ अचार पनि कसैले पनि गराउनु भएको छैन। अहिलेसम्म अचार उद्योग कसैले खोल्नु भएको छैन। म खोल्छु। अचार उद्योग खोलेपछि यहाँ नजिकै हाट बजार पनि छ, हाट बजारमा पनि बिक्री गर्न सकिन्छ होला अब भनेर मैले फेरि अचारै छनौट गरेँ। अचार छनौट गरेपछि आइडी र सुन्दर नेपालले अचारमै सपोर्ट गर्नुभयो। त्यो सपोर्ट गरिसकेपछि मैले अचार गराउन सुरु गरेँ। अहिले त्यति धेरै त भएको छैन, 3-4 महिना भयो। 3-4 महिनाको अन्तरालमा मैले 25-30 हजार जति आम्दानी गरिसकेँ। यसले मलाई एकदमै राम्रो भएको छ। एकदमै खुसी छु म।
मैले यो अचारहरू मैले बनाइराखेको छु। मैले बनाएको अचारहरू जसले पनि लैजानु भएको छ, राम्रो छ, मिठो छ भनेर भनिराख्नु भएको छ, उहाँहरूले रुचाइदिनु भएको छ। म एकदमै खुसी छु। त्यसले गर्दाखेरि मेरो आम्दानीहरू पनि बढ्ला भन्ने म आशामा छु। अनि अब पहिलाभन्दा अहिले एकदमै सहज भएको छ। अब केही थोरै पैसा चाहियो भने पनि श्रीमानसँग माग्नु परेको छैन। त्यसले गर्दाखेरि म धेरै नै एकदम खुसी छु। यो चाहिँ मलाई आइडी नेपालीले सपोर्ट गर्नुभएको। यसको नाम चाहिँ सोला दायर हो। यसमा चाहिँ 10 केजीसम्म अचार बनाउने चानाहरूलाई सुकाउन मिल्छ। मलाई यति धेरै सहयोग गरिदिनु भएकोमा मलाई म पोषण परियोजना, सुन्दर नेपाल, आइडी नेपाल, साथै यो एकदमै धन्यवाद दिन्छु। चन्द्रा म्यामलाई त झन् धेरै धन्यवाद दिन चाहन्छु। उहाँको साथ र सपोर्टले नै म आजसम्म यहाँसम्म आउन सफल भएँ। अझै पनि मलाई धेरै सहयोग र सपोर्ट गरिदिनु होला भन्दै